आगो लागेको कमसेकम 1 महिना भइसक्यो। अहिलेसम्म घर निर्माण भएको छैन। यहाँ हेर्नु चारैतिर अझैसम्म घर निर्माण भएको छैन। र यहाँ स्थानीयहरूको अनुसार चाहिँ वार्ड नम्बर 3 को अध्यक्ष आउनुहुन्छ, उहाँले आश्वासन दिनुभएको छ घरको। तर अचम्म लाग्दो कुरा कस्तो भन्दाखेरि 1 महिनासम्म हुँदाखेरि गाउँपालिकाले गोल्ड कपको लागि त्यति पैसा खर्च गर्न सक्दाखेरि अति आवश्यक चिज चाहिँ यहाँ किन गर्न सकेन? र अझै पनि यहाँ सरकार बनिसकेको छ होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनिसकेको छ। अझैसम्म पनि यहाँ राहत वितरण र घर निर्माणको कार्य अझैसम्म पनि किन नहुन सकेको हो, यो एउटा सुन्दाखेरि एकदम दुःखद लाग्छ। र अझै आगो पीडितहरूको अनुसार अब स्कुलबाट पनि 15 गतेसम्ममा खाली गर्नु भनेर उहाँहरूलाई दबाब दिइरहेछ स्कुलको टिचरहरूले। अब उहाँहरू अब के गर्ने त? उहाँहरू आफै बिचल्लीमा हुनुहुन्छ, उहाँहरू धेरै दुखी हुनुहुन्छ। उहाँहरूको लागि छिटोभन्दा छिटो यो गर्न सकेको भए उहाँहरूलाई धेरै राहत हुन्थ्यो होला। यो भिडियो मार्फत म सबैलाई जानकारी गराउन चाहन्छु। जो सहयोग गर्न चाहनुहुन्छ उहाँहरूको अब वर्षायाम पनि आइरहेछ, छिटोभन्दा छिटो उहाँहरूलाई चाहिँ व्यवस्थापन गर्नु एकदम जरुरी छ। यसमा चाहिँ ध्यान दिनु एकदम जरुरी छ है।